यो भिडियोमा चाहिँ हामी मोडल कन्टेक्स्ट प्रोटोकल युज गरेर कुनै पनि डाटाबेसको डाटाहरूलाई रिड अथवा राइट कसरी गर्न सकिन्छ विथ द हेल्प अफ एलएलएम भनेर हेर्छौँ। एमसीपी भनेको चाहिँ एउटा प्रोटोकल हो जसमा चाहिँ मेनली कम्पोनेन्ट भनेको चाहिँ हाम्रो एउटा होस्ट हुन्छ जसमा चाहिँ एमसीपी क्लाइन्ट हुन्छ र हाम्रो एमसीपी सर्भर्सहरू हुन्छ र हाम्रो होस्ट भनेको क्लाइन्टमा चाहिँ जतिवटा पनि सर्भरहरू कनेक्ट हुन सक्छ र सर्भरको कामहरू पनि डिफ्रेन्ट हुनसक्छ। हामी यो सब कसरी बनाउँछौँ भनेर पछि हेर्ने नै छौँ। अब हामी एमसीपी सर्भर कसरी बनाउने भनेर हेर्छौँ, जसको लागि चाहिँ म पाइथन एसडीके युज गर्न गइरहेको छु। अनि यसको हामीले इन्स्टलेसन गाइड फलो गऱ्यौँ भने चाहिँ मैले पहिला एउटा फोल्डर बनाएँ। अनि यो फोल्डरभित्र मैले यो फोल्डरमा पहिला चाहिँ हामीले युभी इन्स्टल गर्नुपर्ने हुन्छ। युभी भनेको चाहिँ हाम्रो पाइथन प्रोजेक्ट म्यानेज गर्छ यसले। यो पिप जस्तै नै हो तर मोर फास्टर पनि हुन्छ र हामीले युभी युज गरेर चाहिँ यो यसलाई इनिसियलाइज गर्नुपर्ने हुन्छ। युभी इनिट डट युज गरेर हामीले यसलाई इनिसियलाइज गर्न सकिन्छ। अनि त्यसपछि यति हाम्रो यहाँ फाइल्सहरू एड भएको छ। अनि त्यसपछि हामीले युभी एड एमसीपी सीएलआई गर्न सकिन्छ। यो गरिसकेपछि चाहिँ हामीले यो main.py मा चाहिँ एउटा टुल रिसोर्सेसहरू बनाउनु पर्ने हुन्छ। यो हामीले क्विक स्टार्ट वालालाई नै कपी पेस्ट गर्दा पनि हुन्छ, तर पनि मैले एउटा पहिले नै बनाइसकेको वाला युज गर्नेछु। मैले यो कोड चाहिँ मैले कपी पेस्ट गरेको छु जुन चाहिँ मैले पहिले नै बनाएर राखेको थिएँ। अनि यसमा चाहिँ मैले हामीले यसमा टुल्स बनाउनु पर्ने हुन्छ। टुल भनेको चाहिँ हाम्रो त्यो क्लाइन्टले चाहिँ कुन फङ्सनहरू कल गर्न सक्छ। जस्तो कि हामीले एड नोड भनेर एउटा टुल बनाएको छौँ जसमा चाहिँ हामीले एउटा फाइल चाहिँ ओपन गरेर अनि त्यसमा चाहिँ मेसेजहरू राइट गरेको छौँ यो एड नोडमा। अनि अर्को टुल रिड नोट्स भनेर अनि हामीले यो एउटा डकुमेन्टेसन पनि हाल्नुपर्ने हुन्छ जसले चाहिँ हाम्रो एलएलएमलाई चाहिँ सहयोग पुऱ्याउँछ। अनि त्यसपछि अर्को टुल चाहिँ मैले रिड नोट्स भनेर हालेको छु जसमा चाहिँ हामीले त्यो नोट रिड गरेर अनि त्यसपछि त्यसलाई एलएलएममा पास गर्न सकिन्छ। अनि त्यसपछि हामीले रिसोर्सेस पनि एड गर्न सकिन्छ जसको हेल्पबाट रिसोर्सेस भनेको चाहिँ हाम्रो एपिआई कलमा गेट गरेको जस्तै नै हो। हाम्रो एलएलएमले चाहिँ यो रिसोर्सेसको हेल्पबाट चाहिँ नोट्सको डाटाहरू चाहिँ गेट गर्न सक्छ। अनि एउटा मैले प्रम्प्ट पनि बनाएको छु जसले चाहिँ एउटा समरी अफ द्याट नोट चाहिँ बनाइदिन्छ। main.py मा हामीले त्यति कोड लेखिसकेपछि अब हामीले कन्फिगरेसन फाइल चाहिँ जेनेरेट गर्नुपर्ने हुन्छ जसको लागि चाहिँ हामीले युभी रन एमसीपी इन्स्टल अनि हाम्रो फाइलको नाम main.py भनेर हाल्नुपर्ने हुन्छ। अनि यसले चाहिँ नोट्स भन्ने चाहिँ हाम्रो क्लाउडको कन्फिग फाइलमा आफै नै एड गरिदिन्छ। यो चाहिँ क्लाउडको कन्फिग फाइलमा मात्रै एड गर्छ। पछि हामीले ओलामा युज गर्छौँ त्यसको लागि चाहिँ हामीले आफैले नै त्यो कन्फिग फाइल बनाउनु पर्ने हुन्छ अथवा त्यहीँबाट कपी गरेर निकाल्न पनि सकिन्छ। अब हामी त्यो कन्फिग फाइल चाहिँ कहाँ छ भनेर हेरौँ। पहिला हामी क्लाउड खोलौँ। क्लाउडमा अनि हाम्रो फाइलमा गएर अनि त्यसपछि हामीले क्लाउड डेस्कटपै डाउनलोड गर्नुपर्ने हुन्छ यसको लागि चाहिँ। अनि त्यसपछि सेटिङ्समा गएर अनि डेभलपर्समा गएर अनि हाम्रो यो नोट्स भनेर आइसकेको छ र हामीले यसको फाइल हेर्नको लागि चाहिँ एडिट कन्फिगमा गएर यदि हामीले यो खोल्यौँ भने चाहिँ यो चाहिँ हाम्रो यस्तो खालको कन्फिग फाइल बनेको हुन्छ, आफै नै यसमा एड गरेको हुन्छ। यसरी नै हामीले यो uv.exe भनेर नै कमान्डमा हुन्छ। अनि त्यसपछि यो एड भइसकेपछि अब हामीले चाहिँ अब यसमा क्लाउडमा चाहिँ हामीले अब जस्तो यदि त्यो युज गर्नु पर्यो हामीले नोट्समा चाहिँ केही एड गर्नु पर्यो त हाम्रो यसमा टुलमा त एड गर्ने हाम्रो टुल छ नि त, हाम्रो एड नोड भनेर छ। अब हामीले यो टुल पनि कनेक्ट भइसक्यो, यसको कन्फिग फाइल पनि हामीले क्लाउडमा कनेक्ट गराइसक्यौँ। अनि त्यसपछि हामीले यसमा एड 10 इन्ट्रेस्टिङ फ्याक्ट्स इन नोट्स भनेर क्लाउडमा प्रम्प्ट दियौँ भने हाम्रो एड नोट भन्ने कल भएको छ। अनि त्यसपछि यसले चाहिँ हाम्रो नोट फाइलमा चाहिँ बनाएर नोट चाहिँ ओके पर्फेक्टली आई एडेड 10 एड भइसकेको छ। अब हामी हेरौँ हाम्रो एमसीपी सर्भर डेमोमा notes.txt भनेर पनि एड भइसकेको छ। अनि यसमा चाहिँ 10 इन्ट्रेस्टिङ फ्याक्ट्स 1 2 3 4 5 6 7 8 9 10 भनेर आएको नै छ। यो चाहिँ हामीले एमसीपी सर्भर बनाएर र क्लाउडको हेल्पबाट गरेको हो। अब हामीले अर्को गरौँ न, मानौँ फेज ओन्ली 2 इन्ट्रेस्टिङ फ्याक्ट्स भनौँ। अनि हामीलाई यो सोधेको छ, म यसलाई वान्स गरेर ओके हामीले यसबाट दुईटा फ्याक्ट 1 र फ्याक्ट 2 निकालेर पनि हामीलाई दिएको नै छ।
यो चाहिँ हामीले चाहिँ सिम्पल नोड बनायौँ। अब यस्तो यो युज गरेर हाम्रो यस्तै टुलहरू बनाएर यस्तै टुलहरू एड नोड, रिड नोड जस्तो गरेर हामीले चाहिँ यसमा धेरै कुरा गर्न पनि सकिन्छ। अब यो चाहिँ हामीले आफैले नै बनायौँ। यो नबनाइकन हाम्रो प्रि एक्जिस्टिङ ओपन सोर्स सर्भर्सहरू पनि छ। हामीसँग ओपन सोर्स सर्भरहरू पनि छ, जस्तै कि हामीले यसमा यो मोडल कन्टेक्स्ट प्रोटोकल सर्भर्समा हेर्न सकिन्छ। धेरै नै सर्भर्सहरू छ जुन चाहिँ हाम्रो अलरेडी नै टुल्सहरू बनाएर डिफ्रेन्ट कुन टुल्स छ भनेर पनि दिइसकेको हुन्छ। अब हामीले यसमध्ये हामीले युज गर्ने भनेको चाहिँ पोस्टग्रेसक्युएलको। अब हामीले चाहिँ पोस्टग्रेस एमसिपी प्रो सर्भर युज गर्छौँ, जुन चाहिँ हाम्रो सिस्टममा इन्स्टल गर्न पनि धेरै नै सजिलो छ। फर्स्टमा चाहिँ हामीले युभी पिप इन्स्टल पोस्टग्रेस एमसिपी भनेर हामीले कमान्ड लाइनमा हाल्यौँ भने हाम्रो एमसिपी पोस्टग्रेस इन्स्टल हुन्छ। अनि त्यसपछि हामीले के गर्छौँ भने हाम्रो कन्फिग फाइलमा चाहिँ हामीले युभीवाला युज गरेछौँ, त्यही भएर यो कपी पेस्ट गर्छौँ। हाम्रो एमसिपी सर्भर यहाँबाट यहाँसम्म यो कपी पेस्ट गर्छौँ। अनि त्यसपछि यसलाई लगेर हाम्रो अघिको कन्फिग फाइलमा क्लडमा भएको कन्फिग फाइलमा चाहिँ हामीले कन्फिग फाइलको यसमा चाहिँ हामीले यसमा यो हाम्रो नोट्सवाला भयो। अब नोट्स पछि अर्को यो एमसिपी सर्भर होइन, एमसिपी सर्भरलाई चाहिँ हटाएर पोस्टग्रेस र एउटा यहाँ कमा हाल्यो भने अनि त्यसपछि पोस्टग्रेस भनेर एउटा हामीले सर्भिस बनाउँछौँ। अनि त्यसमा चाहिँ यो कमान्ड चाहिँ युभी मात्रै हालेर हुँदैन, यो हाम्रो फुल पाथै हाल्नुपर्छ। हामीले यो फुल पाथलाई कपी गरेर अनि यसमा पनि यो पेस्ट गर्न सक्यो। अनि त्यसपछि आर्गुमेन्टहरू यही नै भयो। अब इन्भाइरोमेन्टमा चाहिँ हाम्रो अनुसारको डाटाबेस युआरएल हाल्नुपर्छ। जस्तो मेरोमा युजर नेम भनेको पोस्टग्रेसै छ र पासवर्ड पनि पासवर्ड चाहिँ प्रिन्स पौडेल छ। अनि त्यसपछि डाटाबेस नेम चाहिँ प्रिन्स छ। यो चाहिँ हामीले पोस्टग्रेस डाउनलोड गरेर अनि त्यसपछि युजर नेम पासवर्ड र डाटाबेसको नाम हालेर यसलाई सेभ गऱ्यौँ भने यो हाम्रो रेडी भयो। अब हामीले यो पोस्टग्रेसको त्योवाला एमसिपी सर्भरलाई पनि कल गर्न सकिन्छ। हामी यसलाई हटाइदिउँ र अब यसको लागि फेरि क्लडमै युज गर्नको लागि चाहिँ हामीले यसलाई चाहिँ टास्क म्यानेजरबाट नै हामीले रिमुभ गर्नुपर्ने हुन्छ क्लडलाई। अनि मात्रै अघिको एडिट गरेको देखाउँछ क्लडहरू क्लडलाई चाहिँ हामीले टास्क म्यानेजरबाट नै सबै नै हटाउनु पर्ने हुन्छ र मैले हटाइसकेको छु। अनि त्यसपछि अब क्लडलाई टास्क म्यानेजरबाट हटाएर इन टास्क गरिसकेपछि अब हामी फेरि एकचोटि क्लड खोलौँ। अनि क्लडमा चाहिँ यदि हामीले यहाँ प्रेस गऱ्यौँ भने हामीसँग नोट्स अघिको एड गरेको एड नोट्स र रिड नोट्स छ। अनि त्यसपछि अर्को पोस्टग्रेसको हामीसँग हाम्रो यहाँ सर्भरले प्रोभाइड गर्ने डिफ्रेन्ट टुल्सहरू छ। अब हामी पोस्टग्रेसको वाला चाहिँ युज गर्नको लागि हामी प्रम्प्ट गरौँ। ओके, अब मेक अ टेबल नेम student in Prince database and add 20 data in it. Okay, I'm going to allow once. यसमा चाहिँ हाम्रो डिफ्रेन्ट कोलमहरू एड पनि गरेको छ। अनि त्यसपछि 20वटा डाटा रेकर्ड्सहरू पनि एड गरेको छ। अब हामी कमान्ड प्रम्प्टमा आफ्नो लोकलमा गएर हेरौँ psql युजर पोस्टग्रेस अनि पासवर्ड हालौँ। अनि त्यसपछि यसमा चाहिँ हाम्रो डाटाबेसमा प्रिन्स डाटाबेसमा हामी कनेक्ट गरौँ, प्रिन्समा कनेक्ट गरौँ। अनि त्यसपछि यसमा हाम्रो टेबलहरू चाहिँ इम्प्लोइ र स्टुडेन्ट टेबल छ। हामी अहिलेलाई चाहिँ मैले चाहिँ इम्प्लोइ टेबलभन्दा अगाडि बनाएको थिएँ। स्टुडेन्ट टेबलमा के छ हेरौँ। सेलेक्ट फ्रम स्टुडेन्ट गरौँ। अनि त्यसपछि हामीसँग डाटाहरू पनि अभाइलेबल छ। स्टुडेन्ट आइडी, फर्स्ट नेम, लास्ट नेम, इमेल, यो सबै हाम्रो एलएलएमले नै टुल युज गरेर नै इन्सर्ट गरेको डाटा हो। अब हामीले यो डाटाबाट यसलाई एनालाइज पनि गर्न सकिन्छ। एनालाइज द स्टुडेन्ट in the database and give me 2 valuable insights. Hello.
क्वेरीहरू एक्जिक्युट भइरहेको छ। Based on my analysis of the student database, here are two valuable insights. Insight 1, academic performance varies significantly by age groups. के हाम्रो यसमा इन्साइटहरू पनि प्रोभाइड गरिसकेको छ अनि इन्साइट 2 पनि प्रोभाइड गरिसकेको छ। यसमा त्यही डाटालाई एनालाइसिस गरेर नै इन्साइट प्रोभाइड गरेको हो। यसरी चाहिँ हामीले चाहिँ हाम्रो डाटाबेससँग क्लाउड चाहिँ इन्टिग्रेट गर्न सकिन्छ। अब हामीले क्लाउड मात्र नभइकन पनि हाम्रो लोकलमै मोडल रन गराएर चाहिँ हाम्रो यो डाटाबेससँग पनि कनेक्ट गर्न सकिन्छ। त्यसको लागि चाहिँ के गर्नुपर्छ भने त्यसको लागि चाहिँ हामीले एमसिपी होस्ट भनेर हाम्रो डिभाइसमा चाहिँ इन्स्टल गर्नुपर्छ। यसको लागि पनि त्यस्तो केही पनि छैन, हामीले सिर्फ गो इन्स्टल यो रिपोजिटरी इन्स्टल गऱ्यौँ भने हाम्रो एमसिपी होस्ट चाहिँ इन्स्टल हुन्छ। अनि त्यसपछिको स्टेप भनेको अब हामीले एउटा चाहिँ कन्फिग फाइल चाहिँ बनाउनु पर्ने हुन्छ। कन्फिग जस्तो मैले चाहिँ यसमा लोकल कन्फिग भनेर बनाएको छु। अब यसमा चाहिँ मैले एउटा मात्रै सर्भर हालेको छु पोस्टग्रेसक्यूएल अनि मैले आर्गुमेन्टहरू हालेको छु अनि त्यो अघिको चाहिँ सेम नै हो, सिर्फ हामीले एउटा लोकल कन्फिग भनेर बनायौँ। अब यसलाई युज गरेर चाहिँ हामीले ओलामामा युज गर्न सकिन्छ। जस्तो हामी अब हामीले ओलामा भनेर हालौँ, ओलामा चाहिँ छ मेरोमा पहिले ओलामा चाहिँ चाहिन्छ, हामीले यसमा सेटअप गर्नुपर्ने हुन्छ। अनि त्यसपछि हाम्रो मोडलहरूको लिस्ट चाहिँ ओलामा लिस्ट भनेर हालौँ। मसँग एउटा QWN 3.1.7B छ जुन चाहिँ धेरै साइजको छैन र यो अलिक स्लो पनि हुन्छ। अलिक धेरै राम्रो मोडल युज गऱ्यो भने यसको एनालाइसिस पनि अघिको हाम्रो क्लाउडको जस्तो नै दिन्छ, एकदम राम्रो एनालाइसिसै दिन्छ। त्यो पनि हामी एकचोटि कोसिस गरौँ। यसले टाइम चाहिँ धेरै लाग्छ, मैले भन्दा अगाडि ट्राई गर्दा चाहिँ अलिक टाइम चाहिँ धेरै नै लागेको थियो। अब हाम्रो कन्फिग फाइलसँग रन गर्नको लागि चाहिँ हामीले अघि एमसिपी होस्ट इन्स्टल गरिसकेको थियौँ अनि हामीले एमसिपी होस्ट -m अनि ओलामा हाम्रो यो मोडलको नाम अनि कन्फिग फाइलको चाहिँ पाथ दिनुपर्ने हुन्छ। जस्तो मेरोको चाहिँ युजर डेस्कटप लोकल कन्फिग जेसन चाहिँ मेरो कन्फिग फाइलको पाथ हो। अनि मैले यो रन गराएँ भने यसमा चाहिँ हाम्रो मोडल लोड हुन्छ अनि त्यसपछि पोस्टग्रेसक्यूएलसँग सर्भरसँग कनेक्ट हुन्छ। अब म प्रम्प्ट दिएँ, मानौँ what are the tables present in प्रिन्स डाटाबेस। यो चाहिँ हाम्रो अलिक थोरै प्यारामिटर भएको मोडल भएको कारणले यसले टाइम चाहिँ अलिक धेरै लाग्ने देखेको छु मैले। हामीले यसमा मोर साइजको मोर प्यारामिटर्स भएको चाहिँ अलिक फास्ट पनि युज गर्छ। हाम्रो ओलामाको त्यो मोडलले चाहिँ रिजल्ट दिएको छ जस्तो द टेबल प्रेजेन्ट इन द प्रिन्स डाटाबेस आर इम्प्लोइ टेबल एन्ड स्टुडेन्ट टेबल भनेर दिएको छ। यसलाई निकाल्नलाई चाहिँ अलिक धेरै नै टाइम लाग्यो, तर हाम्रो ओलामा युज गरेर पनि र लोकल्ली पनि हामीले चाहिँ हाम्रो डाटाबेसको एनालाइसिस गर्न सकिन्छ, लाइक जस्तो हामीले क्लाउडमा गरेको जस्तो नै। यसरी हामीले लोकल्ली गऱ्यौँ भने चाहिँ सेक्युरिटीको इस्यु चाहिँ आउँदैन, हामीले आफ्नो डाटाको प्राइभेसी चाहिँ मेन्टेन गर्न सक्छौँ। धन्यवाद।